स्वागत छ विजय दाइ। धन्यवाद के छ तिलक भाइ। ठिकै छ भन्नुपर्छ। चलिरहेछ नि जीवन? चलिरहेछ, यस्तै छ परदेशको जिन्दगी। अनि नेपालमा भर्खरै चुनाव सकिरहेछ होइन? चुनावको माहौल छ, नयाँ सरकार बन्दैछ। कस्तो लागिरहेछ, कस्तो फिलिङ्स भइरहेछ? यो चाहिँ साँच्ची भन्नु भने धेरै ठुलो सङ्घर्ष होइन, बलिदान युवाहरूको र त्यसको परिवर्तन, जुन परिवर्तन सबैले एक्सपेक्ट गरेको थियो र त्यो अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 सरकार नै अब बनाउँदैछ जस्तो हामीले फिल गरेको छौँ होइन। पक्कै पनि बन्ने छ र देशमा युवाहरूले र आम जनताहरूले चाहेको परिवर्तन चाहिँ पक्कै पनि आउनेछ। अब पुरानो पार्टीहरूले गर्नै सकेनन् अथवा गर्नै चाहेनन् जस्तो देखियो नि त। त्यो हिसाबले पनि परिवर्तनको त आवश्यक थियो होइन? एकदम। जे भए नि युवा नेतृत्व भनेको युवा नेतृत्व हुन्छ, किनकि अब समयअनुसार फरक मान्छेले फरक अवस्था पनि खोजिरहेको हुन्छ होइन, परिवर्तन पनि खोजिरहेको हुन्छ। कस्तो गर्छ जस्तो लागेछ बालेन? कतिको मनपर्छ हजुरलाई? मलाई चाहिँ नयाँ भिजन भएको होइन नेतृत्व चाहिँ नेपाललाई आवश्यक छ भन्ने पहिलेदेखि नै फिल गरिन्थ्यो र अहिले जति पनि मनोनित हुनुभएको छ उहाँहरूमा नयाँ भिजन छ, नयाँ जोस, नयाँ जाँगर र युवाहरूको एकदमै ठुलो आशा र हामी प्रदेशमा बस्नेहरूको पनि ठुलो आशा। जति पनि प्रदेशमा बस्नुभएको छ उहाँहरूले यहाँको विकास, यहाँको नीति नियमहरू हरेक कुराहरू देख्नुभएको छ र त्यो महसुस गर्दै युवाहरूले पनि दबाब एक किसिमको दिनुभएको थियो होइन, आफ्नो अभिभावकहरूलाई, आफ्नो छरछिमेकी इष्टमित्रहरूलाई र त्यो अनुसारको परिवर्तन हुन्छ भन्ने आशा सबैले राखेका छन् र मेरो आशा पनि एकदमै धेरै छ होइन। अब चाहिँ नेपालमा केही होला कि भन्ने सबैले आशा गरेछन्। आशा गरेकै भएर नै आज यो परिवर्तन आएको हो। यो एउटा उदाहरण पनि हो कि मान्छे जतिसुकै जस्तोसुकै अवस्थामा भए पनि मान्छेले घमण्ड चाहिँ गर्नु हुँदैन भन्ने एउटा उदाहरण हो कि केपी ओलीको उसमा चाहिँ होइन, केपी ओलीको हकमा चाहिँ लागु हुन्छ। एकदमै उदाहरण हो यो चाहिँ। मान्छेले घमण्ड गरेकै कारणले मान्छे घमण्डले आफूले आफूलाई खान्छ भन्ने एउटा ठुलो उदाहरण चाहिँ हो कि। एकदम सही कुरा। अनि स्लोभेनियामा कस्तो चल्दैछ त लाइफ? स्लोभेनियामा तपाईँले कहिले सोच्नु भएको थियो म पनि एक दिन विदेश जान्छु है भनेर? मेरो चाहिँ कस्तो हो भने आफ्नो पढाइलाई कन्टिन्यू गर्ने र नेपालमै रोजगारी गरेर बस्ने नि भन्ने थियो होइन। त्यो अनुसारको दुःख पनि मैले गरेँ र लामो समयसम्म एउटा टिचिङ करियर लगभग 17-18 वर्षसम्म मैले टिचिङ गरेँ नेपालमा र यो एउटा लामो समय थियो र आफ्नो पढाइलाई कम्प्लिट गरिसकेपछि म नेपालमै बस्छु, नेपालमै केही गर्छु भन्ने थियो। परदेशको बारेमा मैले त्यति धेरै सोचेको थिइनँ, तर अन्तत मैले पनि धेरै युवाहरू जस्तै विदेशी नै विकल्प रोजेँ। तपाईँले शिक्षण पेसा कति वर्ष गर्नुभयो? मैले लगभग 17 पुरा भएर 18औं वर्षमा प्रवेश गरेको थिएँ। नट जोक 18 वर्ष मान्छेले पढाएर त्यो मान्छे फेरि भविष्यमा एउटा समयमा आएर परदेशिनुपर्छ भने यो जस्तो नेपालको विडम्बना परिस्थिति के हुन्छ ल भन्नु त? इट्स नट अ जोक हो कि दाइ? 18 वर्ष पढाउनु भनेको ओ माइ गड ह्युज। अनि त्यो पछि त्यत्रो 18 वर्ष शिक्षण पेसामा लागेको मान्छे अचानक विदेश आउँदाखेरि त धेरै परिस्थितिहरूको सामना गर्नु पर्यो होला। तपाईँको कस्तो फिलिङ्स भइरहेको थियो? तपाईँ सुरुमा म विदेश जान्छु है भन्ने सोच बनाउँदाखेरि अथवा म विदेश जाने तयारी गर्दैछु भन्दाखेरि कस्तो फिलिङ्स भइरहेको थियो तपाईँलाई? मैले चाहिँ अब एक किसिमले भन्यो भने मैले सोचेकै थिइनँ म परदेशिन्छु भनेर होइन, तर अब समय परिस्थिति त्यस्तै आयो। नेपालमा गरेर खासै केही भएन। 18औं वर्षसम्म गर्दाखेरि पनि त्यत्रो आफूले सोचे जस्तो परिवर्तन हुन सकेन जीवनमा होइन। आफ्नो परिवारलाई धान्न गर्न हरेक चिजमा समस्याहरू आउन थाल्यो, महँगाई त्यत्तिकै बढ्दै बढ्दै गयो होइन र परिवारको आवश्यकताहरू पुरा गर्नको लागि कठिन हुँदै गएको अवस्थामा अब फेरि राजनीतिक स्थिति देशको त्यस्तै थियो। खासै केही सुध्रिन्छ जस्तो एक्सपेक्टेसन पनि केही पनि थिएन। अब नेताहरूको त्यही त करप्सन एकदमै धेरै होइन, नीति नियमको अभाव, विभिन्न कुराहरूले गर्दाखेरि परदेशिन बाध्य भइयो
तर त्यतिखेर जतिखेर म परदेशिँदै थिएँ म साँच्ची भन्नु भने मनबाट खुसी थिइनँ, किन आफ्नो परिवार भन्दा ठुलो कुरा केही पनि हुँदैन होइन। अहिले यहाँ परदेशिएर पनि मैले सबभन्दा बढी मिस गर्ने भनेकै आफ्नै परिवारलाई नै हो होइन। आफ्नो देशको त छँदैछ, आफ्नो छोराछोरीहरू आमा बुवाहरू बुढो भइसक्नु भएछ, उहाँहरूसँगै बसौँ भन्ने त अब जसको पनि चाहना हुन्छ। तर धेरै युवाहरू जस्तै मेरो पनि एउटा बाध्यता र त्यो बाध्यताले गर्दाखेरि यहाँ आइपुगेको छु। स्लोभेनिया भन्ने देशको नाम त पहिला त तपाईँले सुन्नु भएको थिएन होला, कसरी रेकमेन्डेसन भयो कि मतलब अरू पनि धेरै कन्ट्रीहरू छन् म जान्छु भन्ने भने त होइन सोच्ने भनेर, तर तपाईँले युरोप कन्ट्रीमै अनि त्यो माथि पनि स्लोभेनियामै आउनुपर्छ अथवा यो देशै जान्छु भन्ने चाहिँ के तपाईँले सोच्नु भएको थियो कि यतिकै आफू म विदेश अब जान्छु भन्दै गर्दा रेन्डमली तपाईँले आएको? यो रेन्डमली नै हो, किनभने स्लोभेनियाको नाम हामीले सुनेकै थिएनौँ साँच्ची भन्नु भने होइन। युरोपको एउटा सानो यो अस्ट्रिया हङ्गेरी र इटलीको बिचमा रहेको मध्य भागमा रहेको यो कन्ट्रीको बारेमा मैले पहिला सुनेकै थिइनँ र अब विदेश हिँड्छु म एकपटक भन्ने मेरो सोचमा आउँदाखेरि चाहिँ यो एउटा मेरो साथीबाट रिकमेन्ड भयो र ऊ पनि यही देशमा आउँदै गरेको र यहाँको हावापानी पनि नेपालसँग मिल्दोजुल्दो र यहाँको नागरिकहरू पनि एकदमै शिक्षित साक्षर होइन र राम्रो वातावरण छ भन्ने कुराहरू सुन्दाखेरि ठिक छ एकपटक ट्राई गरौँ भनेर आइयो र यहाँ आइसकेपछि त्यो पाइएको पनि छ। यहाँ एकदमै राम्रो वातावरण छ, सब यहाँको बासिन्दाहरू पनि एकदमै राम्रो, सबै कुराहरू राम्रो छ, सन्तोषजनक छ भन्नुपर्छ यहाँको बसाइ। तपाईँ फर्स्ट टाइम जब नेपालदेखि फ्लाइट हुनुभयो तपाईँको त एरोप्लेन चढेको चाहिँ फर्स्ट टाइम होला है? एकदमै पहिलो हो यो, लगभग 38औं वर्षमा होइन मैले पहिलोपटक परदेश आइयो पनि र पहिलोपटक प्लेन चढियो, सबै कुराहरू नयाँ अनुभव थियो मेरो लागि। कस्तो फिलिङ्स भइरहेको थियो तपाईँको पहिलो अनुभवको थोरै सुनाउनु न। यो पहिलो अनुभव जे कुराको पनि पहिलो अनुभव डरको साथसाथमा एउटा खुसी पनि लुकेको हुँदो रहेछ होइन। डर थियो तर डरसँग एउटा आशा पनि थियो, जीवनमा केही परिवर्तन हुँदैछ अब केही होला भन्ने र ठिक थियो। अब अनुभव भन्यो भने अब मैले आउँदाखेरि के होला कसो होला कस्तो अब काम पनि अब नयाँ होइन, खासै फिजिकल कामको लागि आइयो। म सुरुमा कन्स्ट्रक्सन वर्करको रूपमा आएको थियौँ हामी र म गर्न सक्छु सक्दिनँ भन्ने त्यो एउटा ठुलो प्रश्न चिन्ह थियो वास्तवमा भन्यो भने। तर जस्तो सुकै परिस्थिति आए पनि म चाहिँ होइन मेन्टल्ली प्रिपेयर थिएँ, म गर्छु, गर्नुपर्छ मैले मेरो परिवारको लागि भन्ने नै थियो। त्यसैले गर्दाखेरि मनमा डर हुँदा हुँदै पनि आशाहरू धेरै लिएर आइयो, त्यस्तै नै अनुभव थियो भनौँ न। त्यसो त अब तपाईँले शारीरिक मानसिक त अब परिवारसँग त्यत्रो वर्ष पढाएर सँगै बसेर परिवारसँग छुट्टिनु मानसिक रूपमा त छुट्टै तपाईँलाई थियो नै, तर शारीरिक रूपमा पनि तपाईँलाई अलिकति गाह्रो चाहिँ भयो होला यहाँ आएपछि होइन काम गर्नुको लागि। अनि जुन हरेक मान्छेले अब उत्सुकता हुन्छ नि त विदेश गएपछि तल म पनि अब विदेश जान्छु, किनकि वरिपरिका छरछिमेकहरूका समाजका मान्छेहरू विदेश गइसकेपछि उनीहरूको लाइफस्टाइल चेन्ज भएको, उनीहरूले गरिरहेको कुराहरू हामीले देखिरहेको हुन्छ नि त। अनि हाम्रो दिमागमा पनि के भइरहन्छ भने अब म पनि विदेश जाँदैछु उसको जस्तै हुन्छ अथवा अलिकति थोरै देखासिकी जस्तो गरिन्छ नि त। हाम्रो माइन्डमा पनि के हुन्छ भने अब म पनि विदेश जाँदैछु मेरो नि केही हुन्छ भन्ने त्यो एउटा सपना जस्तो त्यो एउटा कल्पना जस्तो बनिरहेको हुन्छ होइन। अनि तपाईँको पनि बन्यो होला त्यस्तै, अब त जाँदैछु म युरोप कन्ट्री जाँदैछु केही हुन्छ भन्ने थियो होला। तपाईँ त्यो कल्पना र तपाईँले देखेको उहाँबाट हिँड्ने बेला देखेको सपना र यहाँ आएपछिको वास्तविकतामा के फरक पाउनुभयो, कतिको मिटअप भयो जस्तो लाग्छ? यो परदेशीहरूको जिन्दगी त्यति सुखमय चाहिँ छैन होइन, जति हामीले देखेका हुन्छौँ। जसरी मान्छेहरूले सम्पत्ति जोडेर घरहरू बनाएको छ, गाडी किनेको छ, यो गरेको छ, त्यो गरेको छ, देख्दाखेरि चाहिँ सहज देखिँदो रहेछ होइन। तर जब परदेशमा आइन्छ त्यस पछाडि त्यो युवाहरूले गरेको दुःख होइन, पैसा कमाउनको लागि जुन दुःख गर्छन्, जुन आफ्नो निन्द्रा
भोक प्यास सबै कुराहरू त्यागेर जुन सङ्घर्ष गर्छन् त्यो चाहिँ मैले यहाँ आइसकेपछि फिल गरेँ र यो वास्तवमै कठिन छ है, छैन भन्न मिल्दैन, कठिन छ। तर त्यही हो, फेरि देशकै परिस्थितिको कारणले गर्दाखेरि विदेश हिँड्न बाध्य भएका छन् र म पनि भएको हुँ। यहाँ आइसकेपछि 24 घन्टामा हुन त हामीले नर्मली 8 घन्टा मात्रै काम गर्छौँ, तर 24 घन्टा इन्गेज भए जस्तो होइन, बिजी भए जस्तो हामीले फिल गर्छौँ। किनभने अब हाम्रो चाहिँ नर्मल्ली मर्निङ डे र नाइटको ड्युटी छ र यसको कम्बिनेसन चाहिँ अलिक कठिन नै हुँदो रहेछ। यसले चाहिँ निद्रालाई र स्वास्थ्यलाई पनि अलिकति असर पुर्याउने खालको नै हुँदो रहेछ हुन चाहिँ। त्यो पनि ठिकै छ। अब नेपालमा गरेको दुःख, नेपालमा पनि अब लगभग म 15 घन्टा जति त काम गर्ने गर्थेँ होइन। बिहान 6 बजीदेखि बेलुकी 9 बजीसम्म त कन्टिन्युसली मेरो कामै हुन्थ्यो। म बिजी लाइफ नै जिएको हो नेपालमा पनि। त्यसले गर्दा यहाँ आइसकेपछि मैले सुरुवाती दिनमा निकै कठिन भयो, तर अहिले आएर चाहिँ लगभग सबै कुराहरू म्यानेज भएको छ, राम्रै छ अहिले चाहिँ। जस राम्रो भइरहेछ। अहिले चाहिँ राम्रै भएको छ। अनि मान्छेलाई हुन्छ नि, मान्छेको लाइफमा अप एन्ड डाउन त धेरै भइरहेको हुन्छ होइन। सबै कुराहरू मिश्रित हुन्छ, कहिल्यै पनि खुसी हुँदैन, कहिल्यै पनि दुःख हुँदैन। मान्छेलाई खुसी हुनको लागि चाहिँ लाइफमा के कुराले चाहिँ प्रभाव पार्छ जस्तो लाग्छ तपाईँलाई? यो व्यक्ति अनुसार फरक फरक हुनसक्छ होइन। म चाहिँ धेरै आशा राख्ने खालको मान्छे होइन। म थोरै जे छ जस्तो छ त्यसमै चित्त बुझाउने स्वभावको मान्छे हुँ। त्यसैले पनि नेपालमा सबै युवाहरू बाहिर जाँदाखेरि म नेपालमै म यति गरेर मेरो जीवन चलाउँछु भन्ने खालको सोचको थिएँ। त्यसैले गर्दा आत्मसन्तुष्टि चाहिँ साँच्चीकै महत्त्वपूर्ण हुन्छ मान्छेलाई खुसी रहनको लागि जस्तो लाग्छ। आत्मसन्तुष्टि हुनु पर्यो, जे छ त्यो कुरामा खुसी हुन सक्नु पर्यो होइन। अनि हाई एक्सपेक्टेसन पनि राख्नु भएन, त्यही अनुसार भयो भने मान्छे जे होस् खुसी हुन सक्छ। किनभने हामीले यहाँ सङ्घर्ष गरिरहँदाखेरि पनि मैले 18 वर्ष पढाएर आएको, म फरक हुनुपर्छ भन्ने मलाई कहिले पनि लागेन होइन। म एउटा मजदुर, एउटा कुल्लीको रूपमा यो देशमा आएको हो। मैले त्यही अनुसार काम गर्नुपर्छ। कामको लागि नि मलाई कम्पनीले पैसा दिने हो। यदि मैले काम गरिनँ, म ठुलो पल्टेर होइन मेरो दम्ब देखाउन थालेँ भने चाहिँ त्यसले चाहिँ अल्टिमेटली मलाई नै असर गर्छ भन्ने चाहिँ मलाई सधैँ लाग्यो र त्यही अनुसार दुःख गरियो। एकदमै सानो भएर हेपाइ सहेरै पनि होइन, सुरुवाती चरणमा त हामीले धेरै हेपाइहरू पनि सहनु पर्यो, तर ती सबै कुराहरूलाई स्वीकार गर्दै गर्दै अगाडि बढिराखेको छ र बढ्नुपर्छ। अनि देशको हिसाबले तुलना गर्नु पर्दाखेरि अथवा विकासको हिसाबले तुलना गर्नुपर्दा अथवा सिस्टमको बारेमा तुलना गर्दाखेरि नेपाल र स्लोभेनियामा के डिफरेन्स पाउनुहुन्छ तपाईँले? कस्तो डिफरेन्स पाउनुहुन्छ? अभियसली युरोपियन कन्ट्री हो होइन। यहाँको लाइफस्टाइल त हाम्रोभन्दा धेरै उच्च छ र शिक्षाको प्रभावले गर्दा पनि होला यहाँको मानिसहरूमा जुन नम्रता छ होइन, जुन उनीहरूमा नम्रताको साथसाथै जुन मेहनत गर्ने उनीहरूको स्वभाव छ नि, देश त्यसै चाहिँ डेभलप हुँदो रहेनछ भन्ने मलाई लाग्छ। किन यहाँको हरेक नागरिकहरू हामी नर्मल्ली हेर्दाखेरि चाहिँ जम्मा 5 दिन काम गर्छ, 2 दिन चाहिँ बिदा होइन भन्दाखेरि चाहिँ हामीलाई कस्तो लाग्थ्यो नेपालमा, वाउ यार जम्मा 5 दिन, हामी त 6 दिन त रेगुलर काम गर्ने हो, त्यही पनि 10 to 4 त त्यहाँको जबको उ त नै छ नि त, सेड्युल नै छ नि त होइन। त्यसले गर्दाखेरि चाहिँ क्या चयनको जीवन जिएको होला जस्तो लाग्छ। तर वास्तवमा यहाँको मान्छेहरू यति मेहनती हुँदो रहेछ होइन। उनीहरूले वर्किङ आवरमा चाहिँ 1 सेकेन्ड पनि समय खर्च नगरिकन उनीहरूले काम गर्दो रहेछ र अरू जे होस् उनीहरूको 2 दिनको जुन विकेन्ड हुन्छ त्यो बेलामा चाहिँ उनीहरू फेरि फुल इन्जोय गर्दो रहेछ। त्यसैले अब नेपालसँग कम्पेयर गर्दाखेरि नेपालमा पनि अहिले शिक्षाको राम्रो विकास भइसकेको मैले चाहिँ होइन मेरो एङ्गलबाट देख्न सक्छु र नेपालीहरूको पनि जीवनस्तर त एकदमै राम्रो छ। त्यही पनि अब हामीमा चाहिँ अझै पनि काम गर्ने संस्कार चाहिँ होइन त्यति राम्रो विकास भएको जस्तो लाग्दैन। एकदमै यी भर्खरका युवाहरू पनि कामै नगरी यत्तिकै हिँडिरहेका हुन्छन् होइन, रोजगार नै हुँदैन। यहाँको मान्छेलाई हेरौँ, यङ मान्छे त छोडिदिउँ न, यहाँको मान्छे 50+ 60+ मान्छेहरू पनि काम गरिरहेको हुन्छ। हो त नि, मैले 65+ को मान्छेसँग हामीले कन्स्ट्रक्सनमा काम गऱ्यो नि त।
हामीलाई त लाज लाग्थ्यो। म आफू 38 वर्षको हुँदा पनि म बुढो भएँ होला, म काम गर्न सक्दिनँ होला। मेरो घर परिवारहरूले पनि त्यही भन्थे, अब तपाईँको तेरो एजको धेरै भइसक्यो, के काम गर्न सक्छस् र तैँले भन्ने खालको त्यो हुन्थ्यो। अनि यहाँ आइसकेपछि यस्तो फिल भयो कि है हामी त काम गर्ने उमेरमै रहेछौँ, केही पनि उमेर अगाडि हुन्छ भन्ने चाहिँ त्यो महसुस भयो। नेपाल विकास नहुनु, नेपाल समृद्ध नहुनुमा केही न केही जनताको पनि धेरै गल्ती छ के। एकदमै अल्छी स्वभावको छ क्या नेपालको जनता भन्ने लाग्छ मलाई चाहिँ है। मेहनत गर्नै खोज्दैन कि केही कुरामा नि। उसलाई कसरी हुन्छ सजिलो तरिकाले जे कुरा पनि पाए हुन्थ्यो सजिलो तरिकाले, मेहनतै गर्न नपरे हुन्थ्यो। त्यो खालको सोच छ क्या नेपालको मान्छेहरूको होइन। अब यो सुन्दा अलिकति फरक सुन्नेला, तर यथार्थ चाहिँ हो के यो एकदम इजी मनी, कसरी सजिलै पैसा आउँछ भन्ने हामी त्यो चाहना राख्ने ढाँटेर हुन्छ कि अरूलाई ठगेर हुन्छ कि बरु होइन, के गरेर हुन्छ, चोरेर हुन्छ कि धम्काएर हुन्छ कि बरु इजी तरिकाले आफूले एक्सेस पाउनु पर्यो, मेहनत गर्न नपरोस् भन्ने खोज्छ क्या। तर एकदमै मेहनत गर्नु चाहिँ जरुरी छ। यदि साँच्चीकै आफू पनि बन्ने र देशलाई पनि समृद्ध बनाउने भने चाहिँ मेहनतको चाहिँ एकदमै जरुरी छ। मान्छे मेहनत चाहिँ हुनुपर्छ। नेपालको अब म हर्का साम्पाङसँग एकदमै इन्सपायर भएको चाहिँ त्यही कारण पनि हो क्या, मेहनत नगरिकन देशको विकास हुँदैन, समाजको विकास हुँदैन भन्ने एकदमै ऊबाट इन्सपायर भएको थिएँ। तर अन्तत उहाँको जुन दम्भ देखियो, त्यसले गर्दाखेरि फेरि उहाँप्रतिको जुन इन्सपाइरेसन थियो त्यो चाहिँ घट्दै गयो। तर जे होस् मेहनत चाहिँ गर्नैपर्छ, सङ्घर्ष गर्नैपर्छ परिवर्तनको लागि, चाहे आफ्नो परिवर्तन होस्, समाजको अथवा देशको जेसुकै होस् होइन। तपाईँको बाल्यकाल कस्तो थियो? म बाल्यकाल चाहिँ मेरो इन्डिया मणिपुरमा मैले 5 क्लाससम्म त्यहाँनिर पढेँ होइन। तपाईँ इन्डिया नै पढ्नुभयो? म 5 क्लाससम्म चाहिँ मैले इन्डिया पढेको। त्यस पछाडि हाम्रो परिवार चाहिँ माइग्रेट भएर झापा, अहिले चाहिँ कमल गाउँपालिका 5 केपिओलीको क्षेत्र त्यहाँ आएर मैले ब्याचलरसम्म पढेँ। अनि त्यस पछाडि चाहिँ मैले नारायणघाट गएर मास्टर्स गरेको। बाल्यकाल मेरो एकदम राम्रो थियो। मेरो परिवार राम्रो परिवार नै आउँथ्यो भनौँ न। मेरो बुवा चाहिँ गाउँको अध्यक्षको रूपमा रहनुभएको थियो मणिपुरमा रहँदाखेरि होइन। र पढे लेखेको मेरो बुवा त्यतिखेर पनि म्याट्रिकुलेसन गर्नुभएको होइन, र टिचिङ पेसा पनि उहाँले पनि गर्नुभएको थियो। अनि गाउँको जस गण्यमान्य परिवारमै पर्थ्यो हाम्रो परिवार चाहिँ। कतिको स्कुल लेभलमा स्कुल पढ्दाखेरि फटेहरू कतिको गर्नुभयो? फटाइ गर्यो। यो सानो हुँदाखेरि चाहिँ मलाई थोरै धेरै याद छ। हामी चाहिँ स्कुल, म ब्राइट स्टुडेन्ट नै पढ्न चाहिँ, तर अब कहिलेकाहीँ त्यस्तै हुन्छ नि मान्छेको मानसिकता बिग्रिने अथवा के भने भनौँ न। स्कुल जाँदाखेरि चाहिँ त्यस्तै भएर हो असो थाहा होइन। हामीलाई चाहिँ बुवाले राम्रै स्कुलमा हाल्नुभएको थियो। स्कुल चाहिँ अलिक टाढा बजार एरियामा थियो होइन, र लगभग जानको लागि आधा 1 घन्टै लाग्थ्यो अथवा आधा 45 मिनट जति लाग्थ्यो। र हामी चाहिँ मेरो दादा हुनुहुन्थ्यो, र दादा र म चाहिँ एक दिन कस्तो भइदियो भने रेगुलर स्कुल गइरहेको बेलामा एक दिन विराम भएर स्कुल गइएन। अनि मलाई मेरो साथीले चाहिँ भोलिपल्ट तँलाई चाहिँ मिसले पनिसमेन्ट गर्ने अरे तँ स्कुलमा आएकोले गर्दाखेरि भन्ने खालको मलाई मेसेज डेलिभर गर्यो क्या। त्यति कारणले गर्दाखेरि म त्यो दिन दादासँग सल्लाह गरेर स्कुलै गइनँ कि, बाटोमै लुकिदिएँ। हेर्नु बाटोमा लुकिदिएँ। मन्दिर थियो एउटा बाटोमा पर्थ्यो, त्यही मन्दिरमा दिनभरि दादा र म खेलेर बसियो। स्कुल गएपछि पनिसमेन्ट खाइन्छ। त्यो डर भयो, त्यो मनमा डर पसिसकेपछि त्यो त्यस्तो गल्ती गर्ने आँट गरिएछ त्यो उमेरमा होइन। अनि त्यस पछाडि गइएन, आज गइएन। अनि त्यस पछाडि त झन् भोलिपल्ट त झन् समस्या आयो। घरमा थाहा भएन। हामी स्कुल टाइम बिदा भयो, बच्चाहरू फर्केको देखिसकेपछि, साथीहरू फर्केको देखेपछि आफू पनि फर्केर गइयो, थाहा भएन घरमा। अनि भोलिपल्ट पनि त्यसै गरियो, अनि पर्सिपल्ट पनि त्यसै गरियो। अनि केही दिन पछाडि मात्रै बुवा आमालाई थाहा भयो। तर 2-3 दिनै लगातार गइएन। अनि त्यस पछाडि त अब कसैले आएर बुवा आमालाई सुनाइदियो होला। अनि थाहा भयो। थाहा भइसकेपछि अब मेरो बुवा चाहिँ एग्रेसिभ स्वभावको चाहिँ हुनुहुन्न थियो है। अनि सम्झाउनु भयो, बुझाउनु भयो।
अनि त्यस पछाडि चाहिँ होइन अलिक कन्टिन्युसली स्कुल जान थाल्यो र राम्रै थियो जे होस् पढाइ चाहिँ त्यस्तो नराम्रो थिएन तर त्यो एउटा फटाइ चाहिँ म अझैसम्म याद गर्न सक्छु कि त्यो सानो उमेरको फटाइ हो त्यो चाहिँ होइन एक दिन त ल पनिसमेन्ट हुन्छ भनेर नजानेको 2-3 दिन झन् डर भयो कि किनभने गल्ती गर्यो भन्ने थाहा भयो नि त त्यस पछाडि त झनै डरले अनि जानु छोड्यो पछि गएर जस्तो हामीलाई चाहिँ बुवाले सानोमा पनि प्रिन्सिपल सरकै घरमा राखेर पनि पढाउनु भयो शिक्षाको लागि चाहिँ हामीलाई धेरै नै जोड गर्नुभएको थियो त्यसैले गर्दा पनि सायद भाग्यमा पढ्न लेखेको थियो जस्तो लाग्छ होइन पहिलाका मान्छे हाम्रो बाबा हजुरबाहरूको पालाको मान्छेहरूले एजुकेसनमा एकदमै बहुत प्रेस गर्ने नै हो त्यो उमेरको मान्छेहरूले हामीलाई नै हाम्रो बाबाले कहिल्यै पनि एजुकेसनमा कहिल्यै गर्ने हामी नि दुःखै गरेर पढ्यौ तर हामी 6 भाइ हो 6 भाइलाई नै एजुकेटेड बनाउनु भएको कि बाबाले त्यो उमेरमा बाबाको उस्तै पर्ने बाबा न विदेशका हो न के गरे हो कमाइ पनि नभएको तर सम्पत्तिको नाममा अलि धेरै वस्तुहरू थियो होइन बाख्रा अथवा भैँसीहरू अलिक बढी हुन्थ्यो हामी कहाँ बढी थियो त्यो बेलामा त्यो सम्पत्ति थियो त्यही सम्पत्तिले पनि म्यानेज गर्दै हामी 6 भाइलाई एउटा फुल जति पढ्न सक्छौँ हामी अब पछि त हामी आफ्नै हाम्रो कारणले पढाइ बिगारियो हामी आफै बढाइ लिएर हिँड्यौँ नत्र पढ्न सक्छस् भने कति पढ्न सक्छस् पढ भनेर हामीलाई छोडिदियो कि एजुकेसनको हिसाबमा त पहिलाको मान्छेहरूले प्राय पुस्नै गर्नुहुन्थ्यो पुस्नै किनकि उहाँहरूले आफूहरूले राम्रोसँगले पढ्न पाउनु भएन शिक्षा दिन पाउनु भएन त्यस अब जसलाई पनि लाग्छ सन्तानहरूलाई त राम्रो एजुकेसन दिनुपर्छ भन्ने जसलाई अब अहिले हामी पनि अब प्यारेन्ट्स भइयो भने पछि हाम्रो बालबच्चालाई पनि राम्रै एजुकेसन दिउँ भन्ने लाग्छ नि त एकदमै त्यो भएको हिसाबले पनि पहिलाका मान्छेहरूले चाहिँ एजुकेसनमा पुस नै गर्ने हो जति बिग्रियो पछि हाम्रै कारणले बिग्रियो हाम्रै कारणले बिगार्यो या त्यो समय र त्यो परिस्थितिले बिगार्यो साथी सङ्गतले बिगार्यो नत्र पुस चाहिँ एजुकेसनमा एकदमै गर्नुहुन्थ्यो अनि कमाइको हिसाबले अथवा बसोबासको हिसाबले कस्तो लागिरहेछ त स्लोभेनियामा बसाइ चाहिँ जस यहाँको कम्पनीहरूले राम्रो दिने होइन राम्रो सुविधाहरू छ अब हामीलाई सबै कुराहरूको व्यवस्था छ होइन जुन हामीले नेपालमा सायद यो पाएकै थिएन होला त्योभन्दा राम्रो बसोबास चाहिँ यहाँ रहेको छ है त्यसमा कुनै केही भन्न छैन कि सब राम्रो छ ठिक छ अब स्लोभेनियामा कति मान्छेहरू कुदिरह होला होइन आउनलाई अपकमिङ नयाँ मान्छेहरू उनीहरूसँग धेरै क्युरियोसिटी हुन्छ गएपछि के हुन्छ कस्तो हुन्छ त्यहाँको रुल्सहरू कस्तो छ के छ भन्ने अब तपाईँ त आएको केही नभने 1 वर्ष भयो तपाईँले धेरै कुराहरू यहाँ बुझिसक्नु भएको केही इन्फर्मेसन दिनु पर्यो भने नयाँ आउन लागेको मान्छेहरूलाई अपकमिङ मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त्यही हो स्लोभेनिया एउटा राम्रो कन्ट्रीको रूपमै होइन रहेको छ आर्थिक हिसाबले यो देश राम्रै आर्थिक उपार्जन गर्ने देशको रूपमा छ र निरन्तर रूपमा यहाँको स्यालेरीहरू पनि इन्क्रिज भइरहेको हामीले देखिरहेको छौँ होइन त्यसले गर्दाखेरि स्लोभेनिया एउटा राम्रो विकल्प हुन सक्छ होइन सबैको लागि मलाई लाग्छ अब यहाँनिर धेरै जस्तो त अब कन्स्ट्रक्सन वर्करहरूकै डिमान्डहरू हामीले देख्न सक्छौँ स्किलमा त एकदम अब भन्नै पर्दैन स्किलमा त जहाँ गए पनि जुनै कन्ट्री गए पनि तपाईँले स्किलमा हो भने चाहिँ अब राम्रो आम्दानी गर्नु नै हुन्छ राम्रो इन्कम गर्नु नै हुन्छ अनस्किलहरूको लागि पनि मैले बुझेअनुसार मैले देखेअनुसार चाहिँ अरू सेन्जेन कन्ट्रीहरू अरू युरोप कन्ट्रीहरू भन्दा चाहिँ यहाँको इन्कम चाहिँ अलिक बेटरै लाग्यो मलाई एकदम सही हामीले अब साथीभाइहरूसँग बुझिरहेको हुन्छौँ होइन उहाँहरूको आम्दानी उहाँहरूको काम जीवन होइन यो हरेक चिजहरूलाई मूल्याङ्कन गर्दाखेरि चाहिँ स्लोभेनियामा चाहिँ राम्रै छ किनकि स्पेनको बारेमा नि बुझियो होइन पोर्चुगलतिर पनि बुझियो यहाँ र माल्टा पनि अलिक बेटरै छ भन्ने मैले सुने तर इन्कमको हिसाबले त्यहाँ अब पोर्चुगल अब स्पेन भन्ने डकुमेन्टको हिसाबले चाहिँ स्ट्रङ छ अभियसली स्ट्रङ छ स्ट्रङ हुने नै भयो तर
डेली लाइफमा मन्थली तपाईँले इन्कमको तरिकाले कम्पेयर गर्ने भने चाहिँ त्यहाँको भन्दा यहाँको स्यालेरी चाहिँ केही बेटर नै छ जस्तो लाग्छ मलाई, होइन नि? हो किन यहाँ सेवा सुविधाहरू पनि त राम्रो छन् त होइन, अब बस्नेदेखि लिएर अब कामको आवरहरूको कुराहरूदेखि लिएर होइन हरेक चिजमा चाहिँ यहाँ जे सिस्टममा चलेको छ। हाम्रो चाहिँ कम्पनी राम्रो भएकोले पनि गर्दा होला हामीले चाहिँ बोनसहरूको राम्रो व्यवस्था यहाँनिर होइन, अनि त्यस पछाडि काममा कुनै पनि खालको प्रेसराइज नभएको, त्यो सबै कुराहरू मूल्याङ्कन गर्दा युरोप कन्ट्रीको मलाई एकदम सबसे नम्बर 1 मन परेको कुरा यही हो क्या। किनकि गल्फ कन्ट्रीतिर तपाईँ अरू कन्ट्री जानुभयो भने म त अब पहिले पनि 2 गल्फ कन्ट्रीहरूमा एक्सपिरियन्स भएको हिसाबले चाहिँ भन्नुपर्दा चाहिँ त्यहाँको मान्छेहरू कस्तो हुन्छ भने अलिकति बोसी टाइपको पल्टिने के, एकदम ठुलो पल्टिने। इभन एउटा ग्रुप लिडरै तलको मान्छेहरूसँग बसेर खाँदैन, ठुलो पल्टिन्छ, राम्रोसँग बोल्दैन, हेपेर बोल्छ, त्यो खालको त्यहाँको त्यो चलिरहेको हुन्छ क्या, त्यसरी चलिरहेको हुन्छ गल्फ कन्ट्रीतिर। तर यहाँ युरोप कन्ट्रीमा तपाईँले ओनरै हामीसँग बसेर खाइदिरहेको हुन्छ, एउटै ठाउँमा खाइदिरहेको हुन्छ क्या, आएर हाँसेर बोलिरहेको हुन्छ, मस्त साथीभाइ जस्तो तरिकाले गरिदिरहेको हुन्छ। अनि त्यो भयो भने चाहिँ हामीलाई पनि ऊर्जा आउँछ नि त काम गर्नको लागि। तर डाइरेक्टली हेर्नुहोस् कम्पनीको अनरहरू होस् अथवा उनीहरू हामीसँगै रहिरहेको हुन्छ, तर उनीहरूलाई हामीलाई कहिले पनि केही पनि नराम्रो शब्दहरू भन्दैन होइन, हाम्रो बरु प्रशंसा गर्छ, काम गर्नको लागि उनीहरूले मोटिभेट गर्छ, तर गरिनस् यो भएन त्यो भएन भन्ने चाहिँ कहिले पनि रहेन। तर अरू कन्ट्रीमा त लास्टै हेप्छ नि फेरि त्यो माथि नेपाली भन्यो भने त झन् लास्टै हो कि। इन्डियन, बङ्गाली, पाकिस्तानीहरूले हेप्छ, अरूको के कुरा गर्नु अरू देशमा त। यो चाहिँ नम्बर 1 मलाई मन परेको चाहिँ युरोपको यो चाहिँ एउटा एकदम बेस्ट पार्ट हो। काम चाहिँ गर्नुपर्छ, आफू इन्गेज हुनुपर्छ भन्ने चाहिँ त्यो हुँदो रहेछ, तर अब जति सकिन्छ त्यति गर्ने होइन, अनि प्रेसराइज चाहिँ कति पनि नहुने कि तैँले यो गर्नैपर्छ यो सक्नैपर्छ त्यस्तो चाहिँ छैन होइन। त्यो चाहिँ एकदमै राम्रो छ यहाँनिर। अब युरोप आएर धेरै कुराहरू सिकिएछ, एउटा अनुभवहरू बटुल्दै अगाडि बढिराखेको छ होइन, यो चाहिँ जस राम्रो छ। अनि जीवनमा उतार चढावहरू आइ नै रहन्छन् होइन, जहिले खुसी पनि हुँदैन, जहिले दुःख पनि हुँदैन। तपाईँ एकदमै डिमोटिभेट भएको बेलामा, तपाईँलाई एकदम डाउन फिल भएको बेलामा तपाईँले आफूले कसरी मोटिभेट गर्नुहुन्छ? म चाहिँ कस्तो भने आफूलाई मोटिभेट गर्नको लागि चाहिँ आफूलाई नै निहाल्छु होइन। म हिजो के थिएँ, आज के छु र भोलि के बन्नुपर्छ भन्ने कुराले मलाई सधैँ मोटिभेट गरिरहेको छ। र मेरो सबभन्दा ठुलो मोटिभेसनको स्रोत भनेको चाहिँ मेरो छोरी छिन् कि। मेरो छोरीलाई चाहिँ मैले सबैभन्दा बढी मिस गरेको छु, र मेरो छोरीले जुन यो सानो उमेरमै जति सङ्घर्ष गरिरहेको छिन्, दुःख गरिरहेको छिन् होइन, त्यसबाट पनि म मोटिभेट हुन्छु। मेरो छोरीले 8-10 घन्टा मेहनत गरिरहेछ भने मैले 12-15 घन्टा मेहनत गर्नु के जान्छ र होइन। उसलाई आफ्नो भविष्यको बारेमा त्यति थाहा छैन, त्यही पनि उसले मेहनत गरिरहेछ भने मैले किन मेहनत नगर्ने, म त अझै अभिभावक हुँ, मैले मेरो जिम्मेवारीहरू पुरा गर्नुपर्छ भनेर पनि म मोटिभेटेड हुन्छु। र एउटा फ्यामिली ब्याकग्राउन्ड पनि हुन्छ, मेरो फ्यामिली एउटा डिसेन्ट फ्यामिली छ, कहिले पनि डिमोटिभेट गर्नु भएन, इन्करेज गरिराख्नु भयो। त्यसैले गर्दा परिवारलाई सोचेर पनि म आफू अलिकति मोटिभेट भइरहेको हुन्छु। अनि अरू कस्तो चल्दैछ त सुनाउनुहोस्। अलि धेरै सिरियस भयो जस्तो लाग्यो। होइन म सिरियस छैन, ठिकै छ, यस्तै चल्न त अब यही हो। परदेशको जिन्दगी कठिन छैन भन्दा पनि कठिन छ होइन। कठिन त एकदमै कठिन नि। हामी नै कति अब तपाईँ हामी त सँगै आएको मान्छे हो, हामी नै 3 महिना विदाउट वर्क बिताएको दिनहरू पनि छन् होइन। नभएको होइन, कन्स्ट्रक्सनमा आयो, कामै चलेन, काम नचलेपछि 3 महिनासम्म हामी विदाउट वर्क। त्यो पनि अब म त पहिले पनि वैदेशिक यात्रामा हिँडेको मान्छे भएर मसँग धेर थोरबरु एक्सपिरियन्स थियो, मलाई त्यति धेरै मतलब भएन। तर तपाईँ त फर्स्ट टाइम विदेश
त्यो माथि पनि त्यो स्ट्रगल गर्नुपर्दा त त्यति बेला कस्तो फिल भएको थियो? ओहो म त्यो बेलाको त सम्झिँदाखेरि मलाई अघि तपाईँले मोटिभेसनको कुरा गर्नुभयो, म अहिले जुन ठाउँमा काम गरिरहेको छु त्यो कुराले पनि मलाई मोटिभेट गरिरहेको छ के। किनभने त्यो बेलामा म अब पहिलोपटक पहिलोपटक म विदेशी रहँदाखेरि सायद यो पनि फिल गरेको थिएँ कि म घुम्न गइरहेको छु जस्तो के होइन। किनभने लामो समयसम्म मैले घरदेखि बाहिर साँच्ची भन्नु भने बसेकै थिइनँ कि कहिले पनि, 2 दिन 3 दिन धेरैमा, त्यो पनि अब आफ्नो कलिगहरूसँग घुम्न जाँदाखेरि। त्यो बेला पनि मैले फ्यामिलीलाई मिस गर्थेँ भने यहाँ आइसकिसकेपछि त मलाई त्यो 2-3 महिनाको समय अवधि कटाउन त मलाई हरेक दिन वर्षौँ वर्ष जस्तो लाग्थ्यो होइन। कति समयमा त म यति डिमोटिभेटेड हुन्थेँ कि म अहिले तुरुन्तै घर फर्किन्थेँ। यदि मसँग पैसा भइदिए म फर्किहाल्थेँ, म यहाँ बस्दिनँ, म सक्दिनँ यहाँनिर बस्नको लागि भन्ने लाग्थ्यो। अब घरमा सम्पर्क गर्यो, घरमा पनि दुःखी भइरहेको थियो किनभने काम बिना हामी बस्यौँ नि त निकै लामो समयसम्म। हामी जनवरीमा आएको थियौँ, अब त्यतिखेरको मौसम पनि यहाँको त्यति राम्रो हुँदो रहेनछ। अनि कन्स्ट्रक्सन वर्करहरूलाई त झनै गाह्रो हुँदो रहेछ किनभने बाहिर काम गर्नुपर्ने, बाहिरको कामहरू त्यतिखेर बन्द भएको अवस्था होइन। अनि त्यो बेलामा चाहिँ अब दिनभरि कोठामा बस्नुपर्ने, अनि आफ्नो त्यसरी बेरोजगार भएर बसेको पनि लगभग थिएन। अनि आम्दानी पनि छैन, परिवार कसरी धान्ने, परिवार कसरी पाल्ने भन्ने छुट्टै अब त्यो पीडा मनमा थियो। अनि परिवारलाई मिस गरेको कुराहरू त त्यो छँदै थियो। त्यो अवस्थामा चाहिँ मलाई साँच्चीकै गाह्रो भएको थियो। त्यसमा अब तपाईँसँग मैले तिलक भाइसँग चाहिँ म नेपालबाटै जोडिएँ, भाग्यले मलाई त्यो साथ दियो होइन। म एक्लै आएको थिएँ भने त झन् के हुन्थ्यो होला जस्तो लाग्छ। त्यो बेलामा अब तिलक भाइ एउटा विदेशको अनुभव लिइसकिसक्नु भएको, दुःखहरूमा सङ्घर्ष गरिसकिसक्नु भएको, र उहाँले चाहिँ मलाई बारम्बार होइन सम्झाइरहँदाखेरि यो केही होइन, यस्तै हो, केही हुँदैन, भोलिका दिनहरूमा राम्रो हुन्छ, किन आत्तिनुहुन्छ भन्ने खालको सल्लाहहरूले गर्दाखेरि होइन, यस्तो दुःखहरूले हामीलाई अझै राम्रो शिक्षा दिन्छ, मोटिभेट गर्छ अगाडि बढ्नको लागि भन्ने जुन तपाईँको त्यो जुन थियो नि त्यो सल्लाह सुझावहरू, त्यसले चाहिँ साँच्चीकै धेरै ठुलो मलमको काम गर्यो है। र अहिले आएर सोच्दाखेरि चाहिँ त्यो मोटिभेसनले मलाई पोजिटिभली अगाडि बढ्न हौसला दियो र अहिले चाहिँ खुसी नै छु म फेरि। बेटर नै छ। त्यो मान्छे जतिसुकै दुःख भए पनि, जस्तो परिस्थिति आए पनि कहिल्यै आत्तिनु हुँदैन। समयले बिस्तारै त्यो ठिक बन्दै जान्छ। स्ट्रगल हो लाइफ भन्ने कुरा तपाईँ नमरुन्जेलसम्म दुःख त गर्नै पर्छ के, नमरुन्जेलसम्म। अहिले मेरो बाबालाई हेरौँ अथवा तपाईँकै बाबालाई हेरौँ, त्यो उमेर भइसक्यो होइन, अब 70+ 80+ हुन लागिसक्नु भयो र पनि अझै पनि स्ट्रगल गरिराख्नुहुन्छ भने होइन। हामी त भर्खर सुरुवात छ लाइफको, अहिले सुरु गर्दैछौँ। अथवा तपाईँ त मिड-एजतिर पुगिसक्नु भयो होइन, तपाईँले त केही दुःखका परिस्थितिहरू अझै पार गरेर केही जिन्दगी भोगेर पनि मिड-एजतिर पुग्यो। तर हामी त अझै भर्खर सुरुवात गर्दैछौँ, लाइफ भनेको भर्खर सुरु हुँदैछ। हामीले अझै धेरै कुराहरू भोग्नै छ, अझै धेरै कुराहरू देख्नै छ। त्यही भएर सानो दुःख पर्यो, सानो कुराहरूमा हताश निराश हुनु हुँदैन। लाइफ हो, स्ट्रगल गर्नै पर्छ, स्ट्रगल हुन्छै हुन्छ। तपाईँ बसी आनन्दले सबै कुरा त पुग्दैन, कुनै पनि अवस्थामा पुग्दैन। नमरुन्जेलसम्म यस्तै हो, काम गर्ने, मेहनत गर्ने, सिक्दै अघि बढ्ने हो। लाइफले जहाँसम्म पुर्याउँछ अनि त्यहाँसम्म पुग्ने हो। उमेरले सानो भए पनि होइन, तिलक भाइसँग चाहिँ साँच्ची भन्यो ज्ञानको भण्डारै भए जस्तो मलाई फिल हुन्छ। म सधैँ विदेशी सकिसकेपछि मैले तिलक भाइ जस्तो साथी पाएँ होइन, भाइ भए पनि साथी, सँगै बसेर सँगै हामी अब आएदेखि सँगै छौँ। र जहिले पनि जस्तो सुकै परिस्थितिमा अप्ठ्यारो पर्दाखेरि पनि मैले सहयोग माग्नु भनेको चाहिँ अब तिलकसँगै हो। कहिले पनि उनले इन्कार पनि गरेको छैन। र आशा र भरोसा नै मेरो साँच्ची भन्यो भने तिलक भाइ, म जहाँ जाँदा होस्, जे गर्दा होस्, तिलक छन् भन्ने चाहिँ मलाई मनमा लाग्छ होइन। त्यसले गर्दाखेरि मलाई चाहिँ म भाग्यमानी नै रहेछु, यस्तो मान्छे चाहिँ मैले साथमा सधैँभरि पाएँ। एकपटक तपाईँ मबाट टाढिने मारिबोरतिर जाने कुराहरू गर्नुभएको थियो नि, म त्यतिखेर सायद सबैभन्दा बढी दुःखी भएको थिएँ होला कि। त्यति बेला त तपाईँले मनमा चाहिँ सिलेक्ट नभए नि हुन्थ्यो। मबाट मैले होइन त्यो आशा गरेको थिएँ कि, प्रार्थनै गरेको थिएँ भनौँ न, तिलक भाइसँग चाहिँ टाढा नहुन पाए हुन्थ्यो। त्यो बेला एकदमै कठिन घडी पनि थियो कि,
साँच्चीकै गाह्रो भएको थियो र म एक्लिन्छु कि भन्ने मलाई एकदमै डर थियो र भाग्यवश किनकि अब एक्लियो भने त कोही हुँदैन नि त एक्लो भइन्छ। तपाईँ नेपालको जस्तो होइन, यहाँ नेपालमा पो ओल्लो घर हुन्छ पल्लो घर हुन्छ, छरछिमेकी हुन्छन् अथवा आफ्नै बोली भेष भाषाको मान्छेहरू, आफ्नै संस्कृतिको मान्छेहरू हुन्छ। यहाँ तपाईँ परदेशमा ओल्लो कोठामा के भइरहेछ पल्लो कोठाको मान्छेले थाहा पाउँदैन, कसैलाई कसैको चासो नै छैन कि, मतलबै छैन कि। अनि एक्लो भयो भने त अलिकति दुःख भयो, अलिकति बिरामी भयो, केही भयो भने मान्छे पानी दिने मान्छे नि हुँदैन, खाना पकाएर दिने पनि मान्छे हुँदैन, त्यो परिस्थितिमा आइन्छ। त्यही भएर विदेशमा परदेशमा एउटै रुममा बस्ने जति साथीहरू छौँ, जति भाइ छौँ, हामी परिवार भनेको त्यही हो। विदेशमा हाम्रो परिवार त्यही हो र हामी जुन बिस्तारामा सुत्छौँ हाम्रो घर त्यही हो। हामी परदेश हुँदासम्म त्यो बाहेक अरू विकल्प हुँदैन, किनकि हामीले आफ्नो परिवार सबै छोडेर हुन्छौँ। यहाँ तपाईँलाई अलिकति दुःख पर्दा, अलिकति बिरामी हुँदा हेर्ने त्यही साथी हो कि, छेउकै साथीले हो, सबै कुरा गर्ने छेउकै साथीले हो, सँगै बस्ने साथीले हो। त्यो भएर आफ्नो परिवार नै जबसम्म हामी परदेश हिँड्छौँ, परदेशी लाइफ बिताउँछौँ, तबसम्मको लागि साथी भनेको नि परिवार भनेको नि त्यही व्यक्ति हुन्छ कि, सँगै बस्ने व्यक्ति नै हुन्छ। अब स्ट्रगलको हिसाबले त त्यो टाइममा अब तपाईँलाई त्यो स्ट्रगल ठुलो लाग्यो होइन। म पहिलोचोटि फर्स्ट टाइम दुबई जाँदाखेरि त्यही भएको थियो, त्यस्तै भएको थियो क्या तपाईँलाई जस्तै भए पनि त्यहाँ त अब नेपालीहरू थिए। म फेरि कस्तो भने सानै उमेरदेखि नै घर छोडेर अब आफै स्ट्रगल गर्दै पढ्न, अब किनकि गाउँमा 3 कक्षा मात्रै स्कुल थियो, 3 कक्षादेखि माथि पढ्नलाई हामी टाढा जानु पर्थ्यो। अब टाढा हिँडेर गएर पढ्ने सम्भव थिएन, कोठा लिएर बस्नु पर्थ्यो। अनि त्यो भएर नि म 10-11 वर्षकोदेखि नै मैले आफ्नो घर परिवार सबै छोडेर शिक्षाको लागि भनेर उता अर्को गाउँमा गएर कोठा लिएर बसेर पढेको हिसाबले पनि त्यो अब घर परिवारदेखि अलिक टाढा बस्न थालेपछि सबै स्ट्रगल आफै गरिन्छ नि त। त्यो उमेरमा त 19 वर्षको अहिलेको बच्चाहरूलाई 12-13 वर्षको बच्चाहरूलाई सबै घर परिवारमा आमाहरूले गरिदिनुपर्छ, प्यारेन्ट्सले गरिदिनुपर्छ। अहिलेसम्म एसई दिँदासम्मै पुरै प्यारेन्ट्सले गरिदिएर हुन्छ नि त। तर त्यो समयमा मैले सब कुरा आफै गरेँ, आफै भोग्यो। इभन म मात्र होइन, मभन्दा माथिका दाइहरूले सबै त्यही अनुसारले स्ट्रगल गर्यो नि त हाम्रो। अनि त्यो हिसाबले पनि त्यो उमेरदेखि नै म अलिकति स्ट्रङ, त्यो हिसाबले पनि म अलिकति स्ट्रङ बनेँ। अनि फर्स्ट टाइम दुबई जाँदा हामी भिजिटमा एप्लाई गरेको थियौँ, भिजिटमा जाँदैथ्यौँ। अनि भिजिटमा जाँदै गरेको अब वरिपरि समाजमा अरूले कमाइरहेको देखिरहेको, अब त्यो छुट्टै उत्सुकता हुन्छ, खुसी हुन्छ होइन। अब सपना हुन्छ आफूले पनि म पनि विदेश जान्छु, मैले पनि कमाउँछु, घर परिवारलाई राम्रो तरिकाले हेर्छु, पैसा पठाइदिन्छु, अब आफ्नो पर्सनल सोकिङहरू के छ सब फुलफिल गर्छु, त्यो पुरा उमङ्ग हुन्छ नि त होइन, पुरै खुसी भइरहेको हुन्छ अब विदेश जान्छ। तर जब विदेश गयो, काठमाडौँ एयरपोर्टदेखि हिँडियो, अनि विदेश ल्यान्ड भयो, दुबईमा ल्यान्ड भएर पिकअप गरेर उनीहरू बस्ने कोठामा लगे। जब रातको 2 बजे, दुबईको 2 बजे हामी वहाँ पुगेको थियौँ। जब हामी सुत्ने कोठामा यस्तो ढोका खोलेर भित्र छिरेको तपाईँ जुत्ता चप्पल यति त्यहाँ मान्छे लास बराबर सुतिरहेको छ कि, त्यस्तो छ स्थिति थियो। अनि भिजिटमा सबैले भिजिटमा गएर त्यसरी मान्छे लग्दै त्यहाँ थुपार्दै त्यहाँ काम नपाएर, अथवा त्यो अब एजेन्टहरू त्यही त हो नि, बढाइ चढाइ भनिदिन्छन्, किन अब कमाइ छ, राम्रो छ, यतिसम्म हुन्छ, मान्छेले त्यही अनुसारको एक्सपेक्टेसन राखेर गइरहेको हुन्छ। वहाँ गएपछि अब एक्सपेक्टेसन मिल्दैन, रियालिटी भर्सेस एक्सपेक्टेसन हुन्छ होइन। अब उनीहरूले भनिदिरहेको हुन्छ दुबईको 1700-18 सय दिरहम स्यालेरी हुन्छ भनिदिरहेको हुन्छ, वहाँ काममा इन्टरभ्यू गएपछि काममा 1100-1200 1000 दिरहमभन्दा दिँदैन। अनि अब स्वाभाविकै हो, अब जाने मान्छेले पनि भन्नु पर्यो तैँले मलाई यत्रो स्यालेरीमा हुन्छ भनेर तैँले मलाई एप्रोच गरेको थिइस्, त्यो अनुसारको हामीलाई चाहिँ स्यालेरी चाहियो, होइन भने किन बोलाएको, यति भएर हामी काम गर्दैनौँ भने उनीहरूको जायज पनि हुन्छ, जायज नै कुरा हुन्छ। त्यही अनुसारको रकम बुझाएर गएको हुन्छ, इन्भेस्टमेन्ट त्यही अनुसारको गरे हुन्छ। अनि त्यो हिसाबले पनि
त्यहाँ 1011सम्म काम नगरेर छोडेर बसेका केटाहरू टन्नै थिए कि हामी त त्यो देख्ने बित्तिकै छाँगाबाट खसे गदावर भइहाल्यो नि डिमोटिभेट भइहाल्यो नि अब ल एकछिन जाने बित्तिकै अझै केही भएन त्यो देख्ने बित्तिकै एकछिन झस्क्यो जब भोलि बिहान उठेर त्यहाँ पुरानो केटाको कुरा सुन्न थाल्यौ त्यो झन् त्यो सुनि नसक्ने केटा 6 महिना काम बिना बसिरहेछन् कोही 6 महिना भिजा सकेर पनि भिजिट भिजा सकेर पनि फेरि एक्जिट गएर फेरि आए आएको पनि छ नभए तबसम्म पनि काम पाएको छैन कामै लगाएको छैन हामी त त्यसपछि हामीले चाहिँ के सोच्यौँ भने के निर्णय लियौँ भने 1200को होस् 1000कै होस् 1100को होस् काम चाहिँ गर्ने काम नछोड्ने काम छोडेर नबस्ने जतिको होस् भिजिटलाई वर्किङमा चेन्ज गर्ने आइडी बनोस् आइडी बनेपछि पछि बरु बुझ्दै जाने बेटर पायो भने एउटा चाहिँ के आशा थियो भने हामीलाई दुबईमा के चाहिँ सिस्टम छ भने त्यहाँ कम्पनीसँग सल्लाह गरेर आफूले त्योभन्दा बेटर पायो भने अर्को ठाउँ हायर गर्यो भने कम्पनी चेन्ज गर्न पाइन्छ कि दुबईमा पनि त्यो चाहिँ हामीलाई एउटा अप्सन थियो कि त्यो भएर हामीले पछिलाई सोचेर बरु पछि कम्पनी चेन्ज गर्ने र अहिले चाहिँ 1000 1100 जति होस् काम चाहिँ हामीले छोड्नै हुन्न जहाँ राख्छ त्यहाँ काम गरिराख्ने भन्ने त्यो निर्णय लिएर त्यो गर्दाखेरि चाहिँ त्यो निर्णयले चाहिँ हामी टिकेको थियौँ क्या त्यो स्किल डेभलपमेन्टको कुरा आउँछ नि त हामीसँग नेपालबाट परदेशी रहँदाखेरि स्किल त हुँदैन मैले तपाईँले सोध्नु एउटा विषयको कुरा नि स्किल चाहिँ एकदमै महत्त्वपूर्ण हो होइन कस्तो लाग्छ तपाईँलाई भन्नु यही कुरा मैले अघि सोध्न लागिरहेको त्यही त यो हामी नर्मली अब हाम्रो स्कुलिङ पनि त्यो अनुसारको हुँदैन नि त नेपालमा त होइन किताबी नलेजहरू मात्रै बढी हुन्छ अनि स्किल डेभलपमेन्टको कुराहरू चाहिँ सानैदेखि यदि भइदिएको भए सायद परदेशमा गाह्रो हुँदैन थियो होला स्किल वर्करहरूलाई त्यो संसारभरि होइन एउटा एसेस नै हो नि त उनीहरूलाई त जहाँ पनि किन्छ कि जहाँ पनि उनीहरूलाई काममा राख्न तयार हुन्छ हामी परदेशी रहँदाखेरि चाहिँ हामीसँग जिरो स्किल एक त अब युवाहरू नेपालमा त्यति काम गर्ने होइन उनीहरूको अनुभवहरू पनि हुँदैन सँगसँगै अब उनीहरूसँग स्किल भन्ने कुरा चाहिँ केही पनि नभएकै अवस्थामा परदेश हुनुपर्ने हुन्छ र परदेशमा गएर अब स्किल नभएको मान्छेलाई दिने काम भनेको के हो त भन्दा त्यस्तो कामहरू जुन कामहरू चाहिँ अब सामान्य मान्छेहरूले गर्दैन होइन त्यहीँको नागरिकहरूले गर्दैन र सङ्घर्ष त्यसले गर्दाखेरि पनि त्यो युवाहरूलाई चाहिँ धेरै नै कठिन हुन्छ त्यही भएर स्किल चाहिँ सिक्नुपर्छ केही न केही स्किल चाहिँ लिएर परदेश हिँड्दाखेरि चाहिँ उसले राम्रै आम्दानी गर्न सक्ने आफ्नो जीवनलाई राम्रोसँग अगाडि चलाउन सक्ने अब जो पनि मान्छेहरू वैदेशिक रोजगारको लागि तयारी गर्दै हुनुहुन्छ जान खोज्दै हुनुहुन्छ यो मान्छेलाई चाहिँ एकदमै महत्त्वपूर्ण जानकारी हो तपाईँले स्किल चाहिँ एकदम जे हुन्छ स्किल चाहिँ एकदमै महत्त्वपूर्ण छ स्किल्समा बिना चाहिँ तपाईँ जान्नु भने एकदम धेरै दुःख पाउनुहुन्छ सो स्किल चाहिँ केही न केही तपाईँले सिकिराख्नुहोस् सिप चाहिँ हुन अति आवश्यक छ बिना सिप तपाईँ वैदेशिक रोजगारमा यात्रा गर्नुभयो भने तपाईँले धेरै दुःख पाउनुहुन्छ होला तपाईँले त्यहाँ सिकेको सिपले विदेशमा काम नलाग्ने जस्तो अवस्था हुनसक्छ नआउन सक्छ होइन जिरोदेखि नै विदेशमा सुरु गर्न सक्ने हुनसक्छ तर तपाईँसँग भएको स्किलले केही न केही प्लस पोइन्ट दिन्छ कि केही न केही प्लस पोइन्ट दिन्छ तपाईँले 2 महिना स्ट्रगल गर्ने ठाउँमा तपाईँले एक महिना स्ट्रगल गर्नु पर्छ कि त्यति टाइम भयो नि ग्याप भयो नि त तपाईँलाई त्यो पनि त प्लस पोइन्ट नै हो नि त त्यही भएर एकदमै स्किल चाहिँ एकदमै महत्त्वपूर्ण छ है वैदेशिक यात्रा होइन तपाईँ जस्तै युवाहरू होइन नयाँ जेनेरेसनहरू जति पनि आउँदै हुनुहुन्छ उहाँहरूले स्कुल कलेज त नर्मल्ली पढिरहेको हुन्छ तर स्कुल टाइम पछिको समय पनि हुन्छ नि त हामीसँग धेरै लामो समय हुन्छ त्यो समयमा चाहिँ केही न केही स्किल चाहिँ सिक्दाखेरि त्यसले चाहिँ साँच्चीकै मद्दत गर्छ परदेशमा दिने बित्तिकै 3 महिना फ्री टाइम हुन्छ हामीले यहाँ देखिरहेको छौँ नि त अब कति यहीँको मान्छेहरू पनि यहीँको भन्नाले बोस्नियातिरकोसँग हामी काम गर्छौँ होइन कोसोभोतिरकोसँग काम गर्छौँ हामी अब यिनीहरूसँग त्यो एजुकेसन छैन होइन त्यो खालको एजुकेसन छैन जुन हामीले एकदमै मेहनत गरेर यो हामीले पाएको छौँ अथवा लिएको छौँ त्यो एजुकेसन छैन तर उनीहरूसँग स्किल छ कि जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूले हामीभन्दा माथिल्लो पोस्टमा बसेर मजाले काम गरिरहेछन् आम्दानी राम्रो गरिरहेछन् तर स्किल चाहिँ एजुकेसन त आवश्यक छँदैछ होइन एकाडेमिक एजुकेसन त आवश्यक छँदैछ त्यो सँगसँगै स्किल चाहिँ सिक्नु आवश्यक छ
वैदेशिक यात्रामा ल्याङ्ग्वेजले कतिको महत्त्वपूर्ण रोल खेल्छ भाइ? मलाई चाहिँ ल्याङ्ग्वेज इम्पोर्टेन्ट छ, किनभने तपाईँले आफ्नो कुरा राख्न सक्नुहुन्छ नि त होइन। उसले भनेको कुरा तपाईँले बुझ्न सक्नुहुन्छ, अनि त्यो बुझेअनुसार तपाईँले आफ्नो कामलाई सुधार गर्दै पनि लिएर जान सक्नुहुन्छ र आफ्नो कुरा पनि उनीहरूलाई राख्न सक्नुहुन्छ, बुझाउन सक्नुहुन्छ। मलाई सानो अनुभव छ कि त्यो माथि काम गरिरहँदाखेरि, कन्स्ट्रक्सनमा काम गरिरहँदाखेरि चाहिँ अब यहाँको मान्छेहरू पनि सबैले इङ्ग्लिस बोल्छ भन्ने त हुँदै रहेनछ होइन। अब मठ्ठो इङ्ग्लिस नजान्नेहरू पनि विशेष बोस्नियातिरकोहरू चाहिँ इङ्ग्लिसै नजान्ने हुँदो रहेछ। अनि उनीहरूले हामीले सानो सानो कुराहरू भनिरहेको हुन्छ गर्नको लागि, तर उनीहरूले अब आफ्नो भाषामा भन्छ अनि हामीले चाहिँ नबुझ्ने, नबुझेको कारणले गर्दा अब त्यो कम्युनिकेसन ग्यापको कारणले गर्दाखेरि उनीहरू कहिलेकाहीँ रिसाएको पनि मैले अनुभवहरू गरेको छु कि। तर पछि बुझ्दाखेरि चाहिँ त्यो कुरा चाहिँ केही पनि होइन रहेछ कि, एकदम नर्मल कुरा, हामीले सजिलै गर्न सक्ने कुरा रहेछ, त्यो हुँदो रहेछ। त्यसैले भाषा एकदम इम्पोर्टेन्ट छ। विशेष अब हामीले सिक्ने भाषा भनेको त अङ्ग्रेजी भाषा नै हो र इन्टरनेसनली अब युज हुने भाषा पनि अङ्ग्रेजी नै हो। त्यही भएर कोसिस भाषा सिक्न चाहिँ कोसिस गर्नुपर्छ। भाषाले बहुत इम्पोर्टेन्ट रोल प्ले गर्छ। तपाईँसँग ल्याङ्ग्वेज नआउने बित्तिकै कम्युनिकेसन ग्याप हुन्छ, कम्युनिकेसन ग्याप हुने बित्तिकै उसले के भनेको बुझिँदैन, हामीले के भनेको उसले बुझ्दैन, दुईजनामा मिसअन्डरस्ट्यान्डिङ हुन्छ, अनि त्यही कुरा बिग इस्यु हुन जान्छ। त्यो हिसाबले पनि अपकमिङ अब जो पनि मान्छेहरू अथवा स्लोभेनिया होस् अथवा अन्य कुनै देश जो पनि जान तयारी गरिराख्नु भएको छ, जो पनि जान खोज्दै हुनुहुन्छ, एटलिस्ट त्यो ठाउँको बारेमा बुझ्नु र त्यो ठाउँको भाषाको धेरै नभए पनि सानो ग्रिटिङहरू भए पनि तपाईँले जानेर जानुभए पनि तपाईँले धेरै प्लस पोइन्ट हुन्छ कि। सो ल्याङ्ग्वेज भनेको एकदमै मस्ट इम्पोर्टेन्ट हुन्छ। स्किल ल्याङ्ग्वेज भन्ने कुरा तपाईँ अहिले वैदेशिक रोजगारको लागि जो तयारी गरिराख्नु भएको छ, जुन ठाउँमा जान कोसिस गरिराख्नु भएको छ, उहाँहरू सबैको लागि चाहिँ स्किल र ल्याङ्ग्वेज भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ र तपाईँहरूले त्यसको तयारी गर्दै गर्नु, किनकि टाइम हुन्छ नि त। अब भिजा प्रोसेस गरेर एप्लाई गरेर 6 महिनादेखि 1 वर्षसम्म तपाईँसँग जति पनि टाइम हुन्छ कि, तर तपाईँको इच्छा हुनु पर्यो, तपाईँले सिक्न खोज्नु पर्यो। तपाईँसँग सिक्ने पनि टाइम हुन्छ, केही नभए तपाईँले केही नजाने पनि यति मात्रै जानु भने त्यो प्लस पोइन्ट हो। तिलकले स्थानीय भाषा जस्तै यो देशको भाषा जुन छ, यो देशको भाषाको 2-4वटा होइन वर्डहरू मात्रै हामीलाई आयो भने पनि उनीहरूलाई हामीलाई गर्ने ट्रिट छुट्टै खालको हुँदो रहेछ कि। किनभने जसलाई पनि आफ्नो मातृभाषा प्यारो लाग्छ होइन। अब हामी युरोप भन्दाखेरि अङ्ग्रेजी चल्छ भन्ने, अङ्ग्रेजी बोल्छन् त्यहाँको मान्छेहरू सबैले अङ्ग्रेजी नै उनीहरूको भाषा होला जस्तो हामीलाई फिल हुन्छ। तर यिनीहरू यहाँको स्थानीयहरूले सकेसम्म इङ्ग्लिस बोल्न चाहँदैन, हो कि होइन भन्छ, इङ्ग्लिस बोल्न चाहँदैन। उनीहरू के चाहन्छ त भन्दाखेरि चाहिँ उनीहरूले पनि हाम्रो भाषा स्लोभेनियन भाषा नै बोलोस् भन्ने चाहन्छ र त्यसमा हामीले थोरै धेरै ग्रिटिङको कुराहरू नै त्यो वर्डहरू मात्रै जान्यौँ भने पनि, सामान्य वर्डहरू मात्रै जान्यौँ र उनीहरूसँग त्यो बोल्यौँ भने मात्रै पनि यति खुसी हुन्छ हुँदैन होइन। त्यसैले त्यो तपाईँले भने जस्तो तयारी गरिरहँदाखेरि भाषा पनि प्र्याक्टिस गरेर, थोरै धेरै भाषा पनि प्र्याक्टिस गरेर आउँदाखेरि चाहिँ त्यसले एकदम बेटर हुन्छ। यही कुरा अब जस्तो तपाईँ जो मान्छेले सहजता खोज्ने हो नि त, यहाँको मान्छे हामी यहाँको भाषा बोल्दिँदा किन सजिलो हुन्छ भने, किन खुसी हुन्छ भने उनीहरूलाई अरू भाषामा जोड गर्नु परेन नि त। किनकि उनीहरूले हामीसँगै बोल्नको लागि भने उनीहरूले 1-2 अङ्ग्रेजी शब्द सिक्ने कोसिस गर्नु पर्यो, त्यो उनीहरूलाई दुःख भयो नि त। यदि हामीले यहीँको भाषा सिकेर यहीँको भाषा बोलिदियौँ भने उनीहरूलाई सजिलो भयो यहीँको भाषा बोल्न। उनीहरू त यहीँको भाषा जन्मैदेखि बोलेर आएको मान्छे, त्यो हिसाबले पनि यिनीहरू खुसी हुन्छ कि। अझै यहाँको भाषा सिकेकोहरूलाई त अपर्च्युनिटीहरू पनि राम्रो धेरै, तपाईँ जति धेरै ल्याङ्ग्वेज र स्किल छ तपाईँले बेटर अपर्च्युनिटीहरू बहुत धेरै पाउनुहुन्छ। त्यही भएर अहिलेदेखि नै एकदम अग्रिम तपाईँहरूलाई यो एउटा सानो सजेसन भयो होइन। ल्याङ्ग्वेज र स्किल चाहिँ एकदम महत्त्वपूर्ण छ। यो कुरा चाहिँ सिकिराख्नु होला, सबैले बुझिराख्नु होला जो पनि तयारी गर्दै हुनुहुन्छ। ल विजय सर, अब अन्तिमतिर छौँ हामी। तपाईँको महत्त्वपूर्ण समय मलाई दिनुभयो अथवा हाम्रो भ्युअर्सहरूलाई थोरै हामीले जानकारी, हामी त्यति धेरै सबै नलेज हामीसँग पनि छैन, हामीले हाम्रा अनुभवहरू मात्रै थोरै सेयर गरेका हौँ, यो हुन्छ यस्तो हुन्छ भनेर तपाईँहरूसँग।
कस्तो छ, के छ प्रतिक्रिया दिनुहोस्, कस्तो लाग्दैछ, कहाँदेखि हेर्दै हुनुहुन्छ, अनि हामीले अझै के बेटर गर्न सक्छौँ, के कमी कमजोरी भइरहेछ हाम्रो, त्यो कुराहरू कमेन्ट गरिदिनु। विजय सर के भन्न चाहनुहुन्छ? त्यही हो अब हामीले चाहिँ आफ्नै अनुभव भनौँ होइन, एउटा कन्स्ट्रक्सन वर्करबाट अहिले हामी प्याकेजिङमा आएको छौँ। अहिले हाम्रो कम्पनी चाहिँ राम्रो छ, टाइममा स्यालेरी दिने, बोनसहरू दिने, हरेक चिज होइन, सेवा सुविधाहरू चाहिँ राम्रो दिएको छ। अब सबैजना अब हामी चाहिँ लकी नै भयौँ भन्छु म चाहिँ, किनभने यो कम्पनी स्लोभेनियाको एउटा राम्रो कम्पनी अन्तर्गत पर्छ। हामी चाहिँ लकी भयौँ। तर जो पनि विदेश आउनु हुँदैछ मेन्टली के सोच्नुपर्छ भन्दा कसरी प्रिपेयर आफूलाई गर्नुपर्छ त भन्दाखेरि चाहिँ म त्यहाँ सङ्घर्ष गर्न गएको, दुःख गर्न गएको हो। म जस्तोसुकै परिस्थितिमा पनि म सङ्घर्ष गर्छु, हरेस खान्न, हार मान्दिनँ, र म आफूलाई सधैँ मोटिभेट गरिरहन्छु भन्ने सोचका साथमा परदेशिनु होला। सहज छैन, सजिलो छैन, त्यो त होइन, सबैलाई थाहा छ विदेशको जिन्दगी, परदेशको जिन्दगी त्यति सजिलो छैन भनेर। तर आम्दानीको हिसाबले हेर्ने भने चाहिँ नेपालभन्दा पक्कै पनि बेटर छ होइन। नेपालमा गरेको 8 घन्टाको अथवा 8 घन्टा, 10 घन्टा, 15 घन्टाको जुन दुःख हुन्छ त्यसको कम्पेरिजनमा यहाँ चाहिँ होइन 8 घन्टै दुःख गर्दाखेरि पनि डबल ट्रिपल स्यालेरीहरू चाहिँ आउने हुन्छ। एकदमै हरेस नखाइकन निरन्तर रूपमा म काम गर्न आएको हो, म काम गर्नुपर्छ भन्ने सोचका साथमा गरियो भने चाहिँ परिवर्तन चाहिँ हुन्छ। होप अबको सरकारले यस्तो दिनहरू नआओस्, सकभर त देशमै रोजगारको अवस्था सिर्जना होस्, देशमै रोजगारको वातावरण बनोस्, देशमै काम गर्ने अवस्था सिर्जना होस्, र देशमै हामीले मेहनत गर्न पाउने अवस्थाको सिर्जना होस्। हो त्यो हुँदाहुँदै पनि अब कतिपयहरू अब आउँदै हुनुहुन्छ भने यो कुरा चाहिँ एकदमै ख्याल राख्नु होला, र सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। मलाई तिलक भाइले यो आफ्नो पोडकास्टमा होइन हामीले यो एउटा सुरुवात गरेको छौँ, तिलक भाइले सुरुवात गर्नुभएको छ, मलाई एकदमै खुसी लागिरहेछ। यो एउटा नयाँ कन्टेन्ट पनि हुनसक्छ र धेरै विदेश आउन चाहनेहरू र परदेशमै बसेकोहरूको लागि पनि एउटा सन्देशमूलक कार्यक्रम हुनसक्छ। र मलाई रिक्वेस्ट गरेर गफ गरौँ भन्नुभयो र आज बेलुका नै हामी उठेर यो पोडकास्ट बनाइरहेको छौँ होइन। र यसले धेरैलाई केही थोरै धेरै भए पनि सूचना प्रवाह गर्नको लागि सहयोग पुग्योस्, र यसको लागि धेरै धेरै धन्यवाद तिलक भाइलाई। थ्याङ्क यू।